अरू के भन्ने हो र मामाले बताउनु भएको तपाईँ यहाँ किन आउनु भएको तपाईँ यहाँ किन आउनु भएको हेलो अहिले हामी यता योभन्दा नेपालगञ्जको एरिया हो यहाँ त अहिले हेर्नु यो के भन्नु के यस्तै छ होइन चल टक्का यस्तै छ यहाँ ड्रोन सर्टमा लगिरहेको आएर यस्तै छ हेर्नु अनि यो ठ्याक्क कहाँनिर भन्दाखेरि यो डायमन्ड प्लेस हो देखिने होला अनि टक्क यताउति छ है अहिले यहाँ फोटो खिचाउनेको भिड भएको छ क्या भिड भएछ यस्तै छ ल ल त त्यो साइकलसँग म यसो एक राउन्ड हानेर आउँछु ओए मलाई कल गर ल 20 बजिरहेछ ओहो सरी होइन यस्तै छ ओहो फोटो खिच्नुहुन्छ आउनु भयो त एकचोटि घुम्न आउनु होला ल ओहो यस्तै छ चलबल चलिरहेछ है नेपालगञ्जतिर यो अब भने सरी यस्तै सरी एकछिन ए हो टाउलु अहिले भयो यार ल सुरु गरौँ ल तपाईँहरूलाई हार्दिक स्वागत छ दिदी स्वागत छ तपाईँलाई हाम्रो भिडियोमा देख्नु भएको छ ल माडी सोइदिरहेछ यतातिर होइन आज हामी कहाँ भयो यो हामी नेपालको डायमन्ड होटलको साइडमा ओहो ल स्वागत छ तपाईँलाई स्वागत छ हाम्रो भ्लगमा देखिनु भयो पत्रकार कहाँ आयो भोजन आउनु त्यहाँ ल माडी सान्दिरा हेलो ल पर्ति के पाउँदा अगाडि सोधेर हिँड्नु त दिदी स्वागत छ तपाईँलाई हाम्रो भ्लगमा ल स्वागत छ दिदी तपाईँलाई स्वागत छ हाम्रो भ्लगमा यता सर तपाईँलाई स्वागत छ हाम्रो भ्लगमा ल माडी सान्दिरा ल उत्या गर स्वागत छ हाम्रो भ्लगमा देखिनु भएको छ हजुर हाम्रो सानो ठुलो ल तपाईँलाई स्वागत छ यो स्वागत छ भ्लगमा हजुरहरूलाई भ्लगमा देखिनु भयो धेरै ठुलो कुरो तपाईँ यहाँ देखिनु भयो सर भाइरल हुनुहुन्छ भन्ने कता हिँडेको हट भएर ल माडिस भइदिरहेछ तपाईँ यहाँ किन आउनु भएको
के देखेर आउनु भएको? के छ ल माडी सान्दिरा अरे वाह भैया ओइ ल ल ल ल ओइ लौ न मोबाइल छ त सोध दिदी तपाईँ यहाँ के गर्न आउनु भएको खासमा? हजुर फुल हेर्न मात्रै आउनु भएको कि अरू यसो के डायमन्डमा पनि आज कार्यक्रम हो र? ए ल ल ल थ्याङ्क यू। ल म तिमी सोध म गर्छु ल ल ल कहिले सोध्ने हो अरू के गर्न अरू के भन्ने हो र? मामाले सताउनु भएको छ हामीलाई, त्यही हो। मामा ठाउँ पुगाइदिनु पर्यो। भन त फेरि मामा उता जाउँ बाहिर जाउँ। देख्न सक्नुहुन्छ मामाले यति कर गर्दा पनि हामीले मानेका छैनौँ। हामी यस्तो इमान्दारको दुरुपयोग गरिरहेको छौँ। अनि अरू त्यस्तै हो भनौँ। जाम दाम ज्यान त ज्यान चाहिँ खतरामा छ फेरि। मामाले अन्डा ल ल ल एकचोटि भए पनि पर्खेर जाम ल ओइ सुन न मामाले गर्दा हामीलाई भाइरल हुन दिनु भएन। मलाई मामाले जे गर्नु भएको छ आफ्नै लागि गर्नु। मामाले सुन्यो भने चिने ल मोबाइल सोध उता के लागिरहेछ मामाले देख्न सक्नुहुन्छ यो नेपालगञ्जको यो माहौल हो। यो मामाहरूले हामीलाई चाहिँ यस्तो गर्नु भएको छ होइन। यो चाहिँ यसको सुरुवात जातीय छ भाग्ने बेला। अनि यो मान्छेको ऊ हराएछ के अरे टोपी हराइको।